कसैलाई नराम्रो भनेर गर्ने मान्छे होइन, तर इग्नोर चाहिँ मैले गरेकै होला। कारण के थियो? इग्नोर चाहिँ मैले गरेको हो। कारण के थियो? यस विषयमा म अझ पछि खुलाउँला होइन। अब यसलाई यो चिजले अब कसरी लिनुहुन्छ दर्शकवृन्दले, अरूले कसरी लिनुहुन्छ थाहा भएन। हाम्रो पनि आफ्नो एउटा जीवन छ होइन। तपाईँलाई पनि आफ्नो पीडा छ, मलाई पनि आफ्नै पीडा छ, सामान्य साना कुरा अब आफ्नै उस हुन्छ। त्यो केही छैन। शान्तिजी मेरो राम्रो साथी हुनुहुन्थ्यो। हुनुहुन्छ भन्न मिल्दैन? होइन, हुनुहुन्छ। नाइस नाइस। तर के भन्नमा यार, सफल जोडी, गायकीमा सफल जोडी खेमसेन छेत्री र शान्ति छेत्री। मेरो कारणले उहाँलाई कुनै पनि बाटो छुकेको चाहिँ छैन। मैले जब उहाँले यति लामो मेसेज पठाइसकेपछि म यो चिज सबै क्लोज गरिदिएको होइन। टुङ्गेकै विषय थियो कि विषय थियो। मैले चाहिँ फेरि अस्ति गएर बोल्नु भएको छ। फेरि मैले जुन पहिला मलाई सोध्दै गर्दाखेरि मैले उहाँको बारे त्यस्तो नराम्रो केही बोलेको थिएन। उहाँलाई मात्र भने होइन कि यार, मैले सबै इन्डस्ट्रीलाई भने हो। यो कुराहरू हिजो हाम्रो अग्रजहरूले बोले या बोलेनन् थाहा भएन, तर अहिले यस्तो खालको चाहिँ समाज आइदियो, यस्तो प्रवीण समाज आइदियो। सबैको अधिकारको बारेमा कहिलेकाहीँ हामीले बोलिदियो भने उनीहरूलाई पनि सजिलो होला भनेर बोलिदिएको हो। बोल्न नि पर्छ। एउटा न एउटाले त खोल्नै पर्छ, कालो गर्नै पर्छ। के मैले बोलेको कुरा नराम्रो थिएन, दर्शकलाई सम्मान हुनुपर्छ भन्ने मात्र थियो। यसको बारेमा अझै विशेष रूपमा कुरा गरौँला। अहिले म अर्को टेन्सनमा छु रजनी सर। थोरै धेरै मैले बोलिहालेँ। त्यही नै हो, शान्तिजीलाई आफ्नो राम्रो काम गर्दै जानु, अगाडि बढ्दै जानु। म मेरो ठाउँमा म ठिक छु।